यहाँ होइन यहाँ हाम्रो घरमा फेरि बिहान बिहानै माछाको सुप पनि खानुपर्ने अरे यो चाहिँ प्योर। सो गाइस अब म चाहिँ गएको हो अहिले चाहिँ यत्तिकै जाँदै गर्छु होइन अन्त उता गएर रुममा गएर हे एभ्रिवान गुड मर्निङ है यो चाहिँ हिजो बेलुकाको आज पनि बिहानमै मतलब उयो गरेर बनाएको होइन गाइस हामी चाहिँ यहाँ बिच रोडमा आइपुगिसकेको छ होइन बिच बाटोमा अन्त यहाँनिर आउँदा आउँदै होइन यति दामी भ्यू भइरहेको रहेछ होइन सो म हजुरहरूलाई देखाइदिउँ भनेर बसेको नि हेर्नुहोस् है कुखुराको चाहिँ सुप खाइन्छ मजाले हो अन्त अहिले तपाईँहरूलाई म यो बनाउँदाखेरि देखाउँछु ल कसरी बनाउँछु भनेर हो मेरो आमा छ होइन आमा हेलो भनिदिनु यसो गरिदिनु यहाँ यी हाम्रो चाहिँ यहाँ यी कुखुरा पनि अब रेडी भइसकेको छ होइन बनाएर हेर्नु नि वा हेलो सो अब यो चाहिँ आमाले नै बनाउँछ होइन किनकि आमाले मिठो बनाउँछ नि त त्यही भएर हो अघि खाना चाहिँ मैले बसालिसकेँ होइन अब गाउँघरमा त यस्तै हो हामी छिटो खाना खान्छ होइन हामी 7 बजीभित्र त हामी खानासाना खाइसकेको हुन्छ हो सो अहिले यो बनाउँदाखेरि हजुरहरूसँग भेट्छु ल सो साथीहरू तपाईँहरूलाई नि यस्तै बस्तीको मासुको सुप खानु मन छ भने चाहिँ मेरो घरमा आउनुहोस् होला होइन तर कुखुरा बोकेर आउनु है कुखुरा चाहिँ सकिसकेको छ होइन तर पनि हामी चाहिँ पुरा मनपर्छ नि त सुप चाहिँ हो थाकेको बेलामा चाहिँ है मजा आउँछ नि त खानु है कटिङ गर्दैछ है त ल लाइट चला गया त लाइट गन साथीहरू अँधेरो देख्दै होला लाइट पनि गयो ठिक्कै हो सो अहिले एकछिनबाट तपाईँहरूसँग भेट्छु ल लाइट पनि गयो के गर्नु र अब अलिअलि देख्दै होला गाइस काटिसकेँ पिस पनि गरिसकिसकेँ होइन भित्र त लाइट गयो सो त्यही भएर यहाँ खिड्कीको छेउमा ल्याएर देखाइरहेको छु तपाईँहरूलाई होइन अनि अहिले एकछिनबाट आमाले पकाउँदै गरेको तपाईँलाई देखाउँछु ल सो गाइस हाम्रो चाहिँ यहाँनिर चिकनको सुप पनि भइसकेको छ हो अन्त हामी यहाँनिर रेडी खानुको लागि यता पनि देखाइदिनुहोस् यहाँनिर मेरो बहिनी हाम्रो बाबा त अघि स्टार्ट गरिसकेको होइन आमा चाहिँ स्टिल अहिलेसम्म खानै पस्किनुमा बिजी छ हो अब हामी चाहिँ लु है अब खानु थालेको हो दिनभरि सबैजना थाकेको छ अब चाहिँ हामी खाएर एकछिनबाट हजुरहरूसँग भेट्छु ल एकताल देखाइदिनुहोस् त मजाले मेरो सुपहरू मेरो सुप देखाइदिनुहोस् यस्तो छ है आउनुहोस् है खानु लु है हाम्रो अर्ग्यानिक बस्तीको कुखुरा जस्तो हुन्छ है सुप सो गाइस सबैजनाले खानाहरू खाइसकिसक्यो होइन अन्त म चाहिँ अब बराल कुराहरू गर्नु छ हो अन्त अलिकति जुठो भाँडा कुराहरू धुनु छ यहाँ हाम्रो एउटा चाहिँ खाँदैछ है यस्तै छ हाम्रो चाहिँ सानोबटा किचन छ होइन ठुलो घर बसिसकिसक्यो हो अन्त अब म चाहिँ यहाँ बराल कुराहरू गरेँ होइन अब यो जुठो भाँडा धुनु छ हो त्यो धुइसकेर त्यहाँदेखि एकछिनबाट अब सुत्ने बेलामा हजुरसँग भेट्छु ल सो साथीहरू अब चाहिँ हामीले खानाहरू पनि खाइसक्यो होइन सबै जुठो भाँडाहरू पनि धुइधाइ गऱ्यो अनि आमा बाबा पनि सबैजना रुममा जानु भइसकिसक्यो होइन सो अब चाहिँ म पनि सुत्नु आँटेको आज मेरो घरमा लास्ट डे हो होइन सो म फेरि भोलि ब्याक हुनुपर्छ होइन तपाईँहरूलाई थाहै छ होइन म रुममा बस्छु म रिनकमा होइन रिनकमा छ मेरो ड्युटी सो म घरबाट मतलब जानु सक्दिनँ नि त किनभने अहिले रेनी सिजन छ है अब एउटा केटी मान्छे होइन अब कोही बेला ढिलो हुन्छ के हुन्छ गाडी पाउँदैन होइन त्यही भएर चाहिँ अब म रिनकमै बस्छु नि त सो आज चाहिँ मेरो घरमा लास्ट डे छ होइन म तर यो भ्लग चाहिँ आज इन्ड गर्दिनँ सो म भोलि मर्निङमा इन्ड गर्नेछु होइन सो तपाईँहरूसँग म मर्निङमा भेट्छु है त ल अनि सबैजनालाई गुड नाइट भोलि भेटौँ ल हे एभ्रिवान गुड मर्निङ है यो चाहिँ हिजो बेलुकाको आज पनि बिहानमै मतलब उयो गरेर बनाएको होइन कन्टिन्युसली गरेको यो भ्लग चाहिँ
अन्त अहिले चाहिँ 6 बज्दैछ होइन, किनकि आज म ब्याक हुनुपर्छ, मेरो आज लास्ट डे हो। सो त्यही भएर अलिक छिटो उठेर होइन, अन्त अब खाजाहरू परेर हो, त्यहाँदेखिको अब यताउता अलिअलि उयोहरू गर्नु छ होइन। अन्त यहाँ मसँग चाहिँ बिहानै मेरो नानी आउँछ यहाँनिर मसँग हो। अन्त आजको यस्तो दामी भइरहेछ, अब यो सबै छोडेर फेरि जानुपर्छ म हो। सो अहिले तपाईँहरूसँग म एकछिनबाट भेट्छु ल। यसमा चाहिँ म्युजिक। एबी के खाएको? एबीले के खाएको? एबी छिटो भनिदिनुहोस् फुपूलाई यहाँ के खाएको भनेर। एबी छ्या, एबी त माओरी रहेछ है। यहाँनिर आमाले मेरो लागि चाहिँ लन्च चाहिँ पुरी बनाइदिनु भएको रहेछ होइन। यहाँ स्टिल बनाउनु हुँदैछ हो। अन्त मैले चाहिँ बाहिरतिर बराल कुरालहरू गरिसकिसकेँ हो। पर कोटबाट धुवा आउँदैछ। गरम भयो। सो मैले सबै कुरो गरिसकेँ हो। ब्रसहरू गरिहाल्छु हो। अन्त त्यसपछि चाहिँ ब्रस गरिसकेर चाहिँ म हजुरहरूसँग भेट्नेछु ल। सिमी ब्रस गरिहाल्छु। अब चाहिँ घरमा होइन बिहान उठेर चाहिँ सबैजनाको आफ्नो आफ्नो काम हुन्छ हो। जब घाँसहरू काट्नुहुन्छ, बाबाले घाँसहरू काट्नुहुन्छ होइन, आमाले खानाहरू पकाउनुहुन्छ। अन्त म कुनै दिन मतलब छुट्टी भएको छ भने मै पकाउँछु खानाहरू हो। अन्त अरू बेला चाहिँ म जाने दिनहरू छ भने चाहिँ छिटो छिटो रुमहरू सफाहरू गर्नु, घरहरू सफा गर्नु पुरा टाइम लाग्छ नि त। अन्त त्योहरू गर्छु होइन। त्यसपछि अन्त अहिले चाहिँ हामी यहाँ मैले हिजोको भिडियोमा पनि भनेको थिएँ है, हाम्रो चाहिँ यहाँ एउटा गाईले उयो भएको छ नि त, बाछी जन्मेको छ। सो त्यही भएर होइन यहाँनिर चाहिँ हमेसा अब आगो फुकिबस्छ होइन, किनकि यहाँनिर खोलेहरू दिनुपर्छ, यता गर्नुपर्छ हो। अन्त अहिले सबै घरमा बिजी लाइफ चल्दैछ हो। अन्त त्यही भएर हो, किनभने म नि अब घरमा बसिबस्नु पाउँदिनँ, के गर्नु साथीहरू होइन। आफ्नो अब यसको लागि त अब गर्नै पर्यो है। अन्त यहाँ अस्ति हामीले सयपत्री फुल छरेको थियो नि, यत्रो भएको छ। अन्त अब यो सबै रोप्नुपर्छ हो। अन्त अहिले एकछिनबाट अलिअलि सब्जीहरू पनि अलिअलि कलेक्सन गर्नु छ हो, किनभने रुममा लानुपर्छ। अन्त हामी चाहिँ यस्तो हिमालको बिचमा बस्छौँ है। यहाँ पर देख्दै गरेको चाहिँ आलिटार साइड हो। यता चाहिँ रिगुहरू भन्छ होइन। त्यहाँदेखिको कसै घुम्नुहरू आउँछ नि त्यो यहाँदेखि उकालो चाहिँ उयो पर्छ के अरे लुन्चोकहरू पर्छ होइन। अन्त लुन्चोकदेखि यहाँ सिधा उँधो चाहिँ हामीहरू बस्छौँ हो। यस्तो परिहरू भइहाल्यो। आलिटारदेखि अलिक मुनि परेको चाहिँ हाम्रो दरप्चन हो होइन। अन्त त्यही हो, अब यस्तै छ हो। आज घरकोमा लास्ट डे हो, त्यो भने जानुपर्छ। अन्त हिजोको चाहिँ हाम्रो जुन चाहिँ त्यो काम गर्दै थियो भने त्यो चाहिँ कति भइसकेको छ म हजुरहरूलाई देखाउँछु ल। हिजो चाहिँ यो चाहिँ यहाँ बाहिरतिर पनि खानाखिरिक परिसकेको छ हो। अन्त यहाँ हामीले यतिको लिपेर रिपटप गरेर, यहाँ त लिप्नु परेन, यहाँ त अलरेडी ढलाइहरू गरेको थियो हो। यसरी सफाहरू चाहिँ गरिरहेको छ होइन। अहिलेसम्म केही सकेको छैन, सायद अब 2-3 दिन लाग्छ होला यो बनाउनुमा हो। अन्त म चाहिँ हजुरहरूलाई फुल वनवासी मात्रै भन्छु है त, यो के बनाएको हामीले होइन, के को लागि हो भनेर। सो त्यतिखेरसम्म चाहिँ तपाईँहरूले मेरो भिडियो हेरिदिनु होला हो। त्यतिखेरसम्म चाहिँ मेरो भिडियो हेरिदिनु होला हजुरहरूले होइन। यस्तै छ, के गर्नु, हाम्रो माया चाहिँ यहाँ छ हो। माया चाहिँ यहाँ बसिरहेछ। यहाँनिर छ हो। अन्त मेरो चाहिँ घर कहाँ हो भन्दाखेरि चाहिँ यो छुर्जा चाहिँ पोसकी भन्ने एउटा सानो गाउँ छ होइन।
त्यहाँ हो मेरो घर चाहिँ रङ्गली हो, रङ्गली साइड हो। अन्त यहाँनिर घरकै छेउमा रोड छ होइन, यहाँ हाम्रो दादाको गाडी हो उहाँले चाहिँ त्यहीँ राख्नुहुन्छ नि त। अब यता बाटो बनाउनु भन्दाखेरि अलिक सानो छ होइन, बाइक मात्रै छिर्छ, सो त्यही भएर यतादेखि आउनुपर्छ होइन। ऊ पारि देख्दै गरेको चाहिँ के भन्छ त लोसिङ माछङहरू हो। ऊ पर देख्दै गरेको चाहिँ यो चाहिँ हो सर्वधर्म मन्दिर हो परको, यो मेरो देख्दै हुनुहुन्छ नि, यो चाहिँ सर्वधर्म मन्दिर हो ल, गुम्पा होइन। त्यहाँनिर सबै भगवान्हरू राख्नुहुन्छ त्यहाँनिर हो, यस्तै छ। अन्त अहिले एकछिनबाट भेटौँ ल गाइस। म चाहिँ होइन बस्नु पनि गइसक्यो, अब एकछिनबाट म रेडी हुन्छु होइन, अलिअलि खाजाहरू खान्छु ओर्छु, त्यहाँदेखिको त्यसको बादमा जाने बेलामा हजुरहरूसँग भेट्छु ल। यहाँ होइन, यहाँ हाम्रो घरमा चाहिँ फेरि बिहान बिहानै माछाको सुप पनि खानुपर्ने अरे। यो चाहिँ प्योर खोलाबाट ल्याएको है, यो चाहिँ, यो माछालाई के भन्छ? असला अरे यो माछा चाहिँ हो, यसको चाहिँ सुप खान्छ आमाहरूले। म चाहिँ अलिकति होइन खाजा खाइहाल्छु। यहाँनिर पुरी छ, अन्त एउटा चाहिँ सुक्खा रोटी छ हो, अन्त यो चाहिँ ताम्बाको सब्जी छ हो, अन्त यही खान्छु। अनि मैले एक्सक्युज मी लन्चमा पनि मैले यही लगेको छु होइन, अब खान्छु ओर्छु। यहाँनिर चाहिँ छ कुस कुस कुस, यो चाहिँ कुस हो होइन। मिया खै, हाम्रो मिया चाहिँ ऊ पर बसिया छ, ऊ देखिन राम्रो। अब म चाहिँ होइन सब्जीहरू यो खान्छु, यो ताम्बा हो, फर्सी यो मलाई बडीले दिनुभएको, अन्त यो काँक्रा चाहिँ यस्तो भइसकेको छ होइन। अन्त यहाँ छ दुध हो, दुध, यति सब्जी लिएर चाहिँ अब जानुपर्छ ल है, प्योर अर्ग्यानिक। सो गाइस अब म चाहिँ गएको हो, अहिले चाहिँ यत्तिकै जाँदै गर्छु होइन। अन्त उता गएर रुममा गएर ड्रेसहरू चेन्ज गरेर त्यहाँदेखिको जानुपर्छ फेरि हो। अब कहिले आउँछु भने अब त्यही 2-3 दिनको बादमा आउँछु होला होइन, किनभने म र आमाले नयाँ बिजनेस सुरु गर्न आँटेछ नि त। सो त्यही भएर होइन अब यसको अपडेटको लागि पनि म आउनुपर्छ हो। सो अब एकैचोटि म तपाईँहरूलाई अहिले रुम पुगेर भेट्छु ल। सो म चाहिँ जाँदैछु होइन, अलिकति उयो हुन्छ ल हो, यहाँ ओह्रालो अलिकति हिँडेर जानुपर्छ नि त हो, किनभने हाम्रो घरदेखि चाहिँ अलिक परनिर चाहिँ ब्याङ डाँडामा चाहिँ अलिक रोड अलिक राम्रो छैन नि त, पुरा त्यो पानी परेकोले गर्दाखेरि रोडहरू भत्किरहेको छ हो। सो त्यही भएर म चाहिँ अलिकति हिँड्नुपर्छ होइन, उही तल हो रोड चाहिँ हो। अन्त अघि दादा चाहिँ पुगिसकेछ, अन्त मलाई हर्न बजाउँदैछ हो। सो त्यही भएर म चाहिँ अब स्पिड हिँडेको होइन, आउँदैछु। अन्त हाम्रो चाहिँ यस्तो छ है, यस्तो बाटो भएर जानुपर्छ हो, स्पिड कुद्नु पऱ्यो त। अब चाहिँ तलबाट कराउँदैछ मलाई ल। एकैचोटि साथीहरू म तपाईँलाई रुम पुगेर भेट्छु ल। गाइज हामी चाहिँ यहाँ बिच रोडमा आइपुगिसकेको छ होइन, बिच बाटोमा। अन्त यहाँनिर आउँदा आउँदै होइन यति दामी भ्यू भइरहेको रहेछ होइन। सो म हजुरहरूलाई देखाउँछु ल, 1 2। सो गाइज होइन म चाहिँ रुम पनि आइपुगिसकिसकेँ हो, रुम आएर पनि मैले ड्रेस चेन्ज गरिसकिसकेँ। अब म चाहिँ अब ड्युटी जानुपर्छ होइन। अन्त अब मेरो यो भ्लग चाहिँ है म यहीँ इन्ड गर्दैछु होइन, यहाँ रुममा आएर इन्ड गर्दैछु। सो होइन हजुरहरू सबैजनाले होइन मेरो भिडियोलाई होइन मन पराइदिनुहुन्छ भनेर मैले आशा गरेको छु है। अनि जतिजना पनि नयाँ हुनुहुन्छ होइन प्लिज डु लाइक सेयर एन्ड सब्सक्राइब गर्नु चाहिँ नभुलिनु होला। अनि मेरो भ्लग चाहिँ आजको यति नै थियो होइन, म यहीँ इन्ड गर्नु गइरहेको छु। अनि हजुरहरू सबैजना सन्चोसँगले सन्चो सुबिस्ताले बस्नुहोस् होला है। अनि फेरि म नयाँ भिडियो लिएर आउनेछु। अनि सो सी यु इन द नेक्स्ट भ्लग, बाई बाई, टेक केयर।